सर्कल सेप भनेको तपाईको प्रिन्ट राइटिङमा मात्रै राम्रो देखिन्छ र मोनोकर्सिभ कर्सिभ कुनैमा पनि राम्रो देखिँदैन है। अनि त्यसपछि यो ओभल सेप भनेको प्रिन्टमा पनि राम्रो देखिन्छ, कर्सिभमा पनि राम्रो देखिन्छ, मोनोकर्सिभमा पनि राम्रो देखिन्छ। अनि त्यसपछि हामीले चाहिँ के गर्छौं, यसपालिदेखि ओभल सेपको राइटिङ चुज गर्छौं है। ओभल सेपको राइटिङ बच्चालाई के गर्छौं, यसरी ओभल लेख भन्छौं, तर यसरी चाहिँ के त स्लिपिङ ओभल होइन, यो स्ट्यान्डिङ ओभल चाहिँ लेख भनेर भन्छौं है बच्चालाई। यो कुरा चाहिँ हजुरहरूले चाहिँ के गर्नु पर्यो, याद गर्नु पर्यो। अब स्लाइड, अब यो स्लाइड भन्दा बित्तिकै चाहिँ बच्चाको चाहिँ के त हामीले विशेष गरेर तीन प्रकारको स्लाइड देखिरहेका हुन्छौं हो। एउटा चाहिँ के त यतातिर लेफ्टतिर फर्केको लेफ्ट स्लाइड, अनि त्यसपछि एउटा चाहिँ के त स्ट्रेट स्लाइड र अर्को चाहिँ तपाईको राइट स्लाइड। अब हेर्नुस् है, अब यसमा चाहिँ के छ त भन्दा यो लेफ्ट स्लाइडले चाहिँ के त हामीलाई धेरै ठाउँमा धोका दिन्छ यो लेफ्ट स्लाइडले है। अनि यो लेफ्ट स्लाइडमा के भन्छ त भन्दा पछि गएर बच्चामा जुन हुन्छ नि यो चाहिँ साइकोलोजिकल हिसाबले चाहिँ के त नेगेटिभ असर पर्छ भनेर भन्छ। त्यो भएको कारणले गर्दा र अनि त्यसपछि हामीले कुनै कम्पिटिसनमा ह्यान्डराइटिङ कम्पिटिसनमा बच्चालाई पठायौं भने यदि त्यो बच्चाको राइटिङ राम्रो छ तर लेफ्ट स्लाइडमा छ भने त्यसलाई हेर्दै नहेरेर फाल्दिन्छ है। त्यो भएको कारणले हामीले चाहिँ के गर्छौं, त्यस्तो धोका दिने चीज राख्दैनौं, त्यही भएर हामीले यसले क्रसै गर्दिन्छौं है। अनि त्यसपछि यो स्ट्रेट स्लाइड भनेको प्रिन्ट राइटमा राम्रो देखिन्छ र राइट स्लाइड भनेको यो राइट स्लाइड भनेको प्रिन्टमा पनि राम्रो देखिन्छ र